हेलो नमस्कार। यो चाहिँ तपाईँले भिडियोमा देख्दै गर्नुभएको भाङ्रा हो। अहिले चाहिँ हामी पोखरा आएका छौँ। पोखरा एकदम भाङ्राको लागि प्रसिद्ध ठाउँ हो। यहाँ चाहिँ धेरैभन्दा धेरै दिदीबहिनीहरूले चाहिँ भाङ्रा एकदम राम्रो क्वालिटीमा बुन्नुहुन्छ र हामी यो दोस्रोपल्ट पोखरा आएका छौँ। र उहाँले चाहिँ हाम्रो तान लिने सिस्टर अथवा हाम्रो दाजु उहाँहरूले चाहिँ अब यो भाङ्रा पहिले काठको तानमा बुन्दै हुनुहुँदो रहेछ र अहिले चाहिँ हामीलाई चाहिँ अब यो गियरवाला तानमा चाहिँ छिटो र तपाईँले चाहिँ अब एकदम बाक्लो गरेर तपाईँको गियर सेट गरेर चाहिँ भाङ्रा बुन्न सक्नुहुन्छ। त्यसैले चाहिँ उहाँहरूले चाहिँ अब यो छिटो साथसाथै अब क्वालिटी पनि एकदम राम्रो बाक्लो गरेर बुन्नको लागि यो तान मगाउनु भएको थियो। हामीले आएर यो तान सेट गरिदिइसकेका छौँ र अहिले उहाँले भाङ्रा बुन्नलाई हामीले ट्रेनिङ दिएर भाङ्रा बुन्दै हुनुहुन्छ। र योले चाहिँ यो भाङ्रा दिनमा 20 मिटर 6 घन्टा तपाईँले अराउन्ड चलाउँदाखेरि 20 मिटर बुन्छ। त्यहाँभन्दा बढी टाइम दिनु भने त्योभन्दा बढी बुन्छ। र भाङ्रा चाहिँ तपाईँले यहाँ देख्दै हुनुहुन्छ एकदम राम्रो क्वालिटीको चाहिँ बाक्लो गरेर तपाईँलाई अब मेसिन मेड जुन तपाईँले बजारमा पाउनुहुन्छ त्यो भनेको चाहिँ तपाईँलाई एकदम पातलो एकदम मेसिनले बुनेको हुन्छ। यो चाहिँ अब ह्यान्डमेड भयो है। यसमा चाहिँ अब त्यसले गर्दा यो चाहिँ एकदम क्वालिटी मेन्टेन भएकोले गर्दा बजारको कुनै अभावै छैन। उहाँलाई चाहिँ अब बजारको अभाव नभएर चाहिँ अलिक छिटो बुन्ने खालको चाहिँ एउटा तान चाहिएको कारणले गर्दा हामीलाई सम्पर्क गर्नुभयो र हामीले यहाँ चाहिँ उहाँहरूलाई चाहिँ यसरी ट्रेनिङ दिएर सिकाएर चाहिँ यो भाङ्रा बुन्न सिकाउँदैछौँ। उहाँले अलरेडी बुन्नु हुँदै थियो तर पनि यो तानमा चाहिँ बुन्न सिकाउँदैछौँ। र तपाईँहरूले पनि यसै गरी भाङ्राहरू तपाईँको चाहिँ अन्य किसिमको कपडाहरू चाहिँ अब छिटो बुन्न चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो नम्बरहरू तपाईँलाई हामीले विभिन्न भिडियोमा राखेका हुन्छौँ अथवा हाम्रो पेजमा गएर हेर्न सक्नुहुन्छ। तपाईँले यसमा सबै किसिमको कपडा बुन्न सक्नुहुन्छ। अब धेरैले चाहिँ यो भिडियो हेरेर भाङ्रा मात्रै बुन्ने रहेछ भनेर सोच्नु भएन। यो भिडियोमा चाहिँ हामीले खालि भाङ्रा मात्रै बुनेको देखाएका छौँ।